हरिओम दर्शन नमस्कार मित्रहरू। खुसीको खबर, सल्यान जिल्ला कालीमाटी गाउँपालिका वार्ड नम्बर 6 र 7 का जनताहरू अत्यन्तै खुसीको खबर छ। अब आउँदो दशैं र तिहारको झिलिमिली रमझमसँगै तपाईको गाउँघरमा पनि बिजुली झिलिमिली बल्नेवाला छ। हामी दशैं र तिहारको रमझमसँगै तपाईहरुको गाउँघरमा हामी बिजुलीलाई झिलिमिली पारिदिने उद्देश्यका साथ हाम्रो लक्ष्य पनि पूरा हुनै आँटेको छ। हाम्रो अब 1-2 दिनभित्र हाम्रो यो मेन लाइन पूरा हुनेवाला छ र त्यसपछि तपाईको गाउँ टोल र घर घरसम्म पनि हामी शाखा लाइनहरू जोडिदिने विचारका साथ हामी अघि बढिरहेका छौं। यो साउनको झरीमा पनि हामीले भोग र तिर्खा नभनी तपाईहरुको गाउँलाई झिलिमिली पार्ने एउटा लक्ष्य लिएर हामी अघि बढिरहेका